विपिनको सन् 2023 मै हत्या भएको पुष्टि। 2 वर्ष अघि नै निर्मम हत्या गरेर लुकाइएको उनको डीएनए रिपोर्ट केही बेरमै सार्वजनिक। हमासबाट अपहरण गरिएका नेपाली युवा विद्यार्थी विपिन जोशीको झण्डै 2 वर्ष अघि नै निर्मम हत्या भएको पुष्टि भएको छ। इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् 2023 को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायली स्थित दूतावास स्रोतले बताएको छ। आईडीएफले गाजा युद्धको प्रारम्भिक महिनातिरै नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने जनाएको थियो। हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भइसकेको छ। उनको प्राकृतिक मृत्यु नभई हत्या नै भएको रिपोर्ट पाएका छौं, स्रोतले भन्यो। उनको शव अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटी आईसीआरसीले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो। यसबारे नेपाली इजरायल स्थित दूतावासले भने औपचारिक रूपमा जानकारी गराइसकेको छ। स्रोतका अनुसार परराष्ट्र मन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी भएको थियो।